यो भुसे चुलो हो। हजुर पहिला सैलो लाएर मैले बाइपङ्खे चुलो चलाउँथेँ। हजुर त्यो लाइन गएकोलाई अप्ठ्यारो परेपछि काम गर्ने हुन्छ। त्यो भएपछि त्योभन्दा यो सैलो लाएर मैले यो बनाउन थालेको हो। ए अहिले यो 10-12 वर्ष 15 वर्षभन्दा बढी भए। यो भुसी चुलो चलाउनु लाग्यो 15-16 वर्ष भइसक्यो। भइसके जबकि यहाँ पोसिका थिएनन्। अहिले पनि खासै देख्दिनँ त म यहाँ अन्त यो चुलो त। अब यो जला जाति लाग्छ त्यसैले चलाउँछ। अँ यो ठुलो चुलो भर्ने हो भने घरलाई मैले भन्दिनँ, होटेललाई कमसे कम पनि 5-6 घन्टालाई एक रफ्तारले ठुलो ग्यास जतिको बोल्छ। अँ अब यसमा मैले जेरी बनाउँदाखेरि लगभग 50-60 किलो जेरी पाक्छ। यसमा एकपटक भरेपछि एकपटक भर्दाखेरि भरेर सिद्धाएर यसलाई ठ्याक्क जलाउने बेला त्यति ऊ हुने भएपछि दुईवटा दाउरा भएपछि काम गर्ने भयो। अँ पहिला त यो भुस फ्रीमा पाइन्थ्यो। अँ आएर लैदियो हेर तिमीलाई के गर्न पर्यो र भन्थे। त्यतिखेर मैले चलाउँथेँ फर्निचरमा। फर्निचरमा। अहिले 2-3 वर्ष भए इँटा भट्टालाई लान्छ भन्छन्। त्यहाँबाट कसरी पर्छ यो ट्र्याक्टर एक ट्रालीको? अहिले किनेर ल्याउन पर्छ। बोराले ल्याए आफूले जत्रो बोरो लगायो भने 40 रुपियाँ बोरो भन्छ। अँ ट्र्याक्टरमा ल्याउँदाखेरि अब अटेको ल्याउने भन्छ गर ट्राली माथिपट्टि अट्छ र हजुर अलि बनाएर ल्याउँदाखेरि 3500-3000 को एक ट्राली भन्छन्। सो 40 रुपियाँ बोरोमा किन्ने फाइदा हुने भयो त्यसो भए अब फेरि 40 रुपियाँ बोरामा पनि फाइदा त हुन्छ, तर 4-5 फेर भर्न जानुपर्छ। मेहनत लाग्यो मेहनत। बढी 3-4 दिन जान पर्ने भएपछि किन हो भनेर मैले फेरि अहिले ट्र्याक्टरमै उठाएर ल्याएर राख्ने ओर्ने गरेको छु। हजुर होटल गर्ने साथीभाइहरूले यसो चुलो प्रयोग गर्ने भने बाहिर भाले पनि आलु उमाल्ने, चाउमिन उमाल्ने, समोसा तल्ने यस्ता चिजहरूलाई बाहिर भाले पनि धेरै फाइदा हुन्छ। एक दोका दाउराले अरू ग्यासमा गर्छु अरू यो यसमा गर्छु भन्ने नि लगभग राम्रा दाउराले 8-10 दिन 15-20 दिनलाई हुन्छ।